दर्शकबिन यहाँलाई म फेरि पनि स्वागत गर्न चाहन्छु। आज बोराबाँध फेरि तातिएको छ। यो शनिबारको घामसँगै यहाँको चहलपहल पनि चरममा पुगेको छ भन्दा फरक पर्दैन र अहिले स्थानीय अनुमान अनुसार आज लगभग 10,000 भन्दा बढी पर्यटकहरू बोराबाँध आइपुगेको बताइन्छ। यहाँनिर परिवारहरू, युवा समूह अथवा मोटरसाइकल गाडीका लाइन अथवा सफारीहरू यहाँ एकदमै देख्न सकिन्छ। भने ढुङ्गा चढ्नेको भिड र सूर्यास्त कुर्ने मान्छेहरूको एकदम व्यग्रता पनि एकदम यहाँ देख्न सकिन्छ। र बोराबाँध अहिले बराक्षेत्र नगरको सबैभन्दा चर्चित गन्तव्यमध्ये एक बनेको छ। यो भिडले पनि त्यही बताइरहेको छ। र सप्तकोशी नदी यहाँ आएपछि बालुवाको फराकिलो किनार र खुला आकाश र यहाँको सहज पहुँचले पनि अहिले यहाँनिर पर्यटकहरू आउन सहज भइरहेको छ। र यही संयोजनले अहिले बोराबाँधलाई निकै आकर्षक बनाएको छ। यहाँ आउने धेरै पर्यटक फेवातालसँग पनि तुलना गर्न थाल्छन्, किनभने यहाँ काठको ढुङ्गामा पनि चढ्न रमाइलो गर्न पाइन्छ। यहाँ फोटो खिच्ने, बालुवामा बस्ने अथवा नदीको छेउमै समय बिताउने पनि एउटा माहौल छ। तसर्थ तपाईँ यहाँ देख्न सकिन्छ। केहीले त यहाँ चिसो पानी यो नदीमा पेय पदार्थ भिजाएर मजाले मस्ती गर्दै रमाइलो गरेको दृश्य पनि देख्न सकिन्छ यहाँनिर। तर प्रश्न यहीँबाट सुरु हुन्छ, आजको भिड हेर्दा बोराबाँध सफल गन्तव्य बनेको त देखिन्छ, तर भोलिका दिनमा यसको व्यवस्थापन कसरी हुन्छ अथवा दीर्घकालीन सोच बिना यो भिड अवसरभन्दा पनि समस्या पनि बन्न सक्छ भोलिको अवस्थामा। र यहाँनिर अहिले बोराबाँधले स्थानीय रोजगारी सिर्जना गरिरहेको छ। ढुङ्गा चालक भए, फोटोग्राफर अथवा खानेकुरा बेच्ने सामान्य व्यवसायहरू, पार्किङ लगायत थुन्न यहाँनिर व्यवसायहरूलाई अहिले धेरै ढुङ्गा व्यवसायहरू सम्पूर्णलाई अहिले स्थानीय युवाहरूले पनि यहाँबाट दैनिक आम्दानी गर्न थालेका छन्। र बाहिरबाट आएका पर्यटकले पनि स्थानीय अर्थतन्त्रमा एकदमै चलायमान बनाइरहेका छन्। यो सकारात्मक पक्ष हो। यदि यो सही योजना बनाइयो भने यो बोराबाँधलाई बराक्षेत्र नगरको पर्यटन पहिचान नै बन्न सक्छ। र त्यसका लागि चाहिँ आन्तरिक पर्यटक मात्र होइन, बाहिर पर्यटकलाई पनि यहाँ तान्ने क्षमता यहाँ छ। र यसलाई कसरी हुन्छ, अझ यसलाई पुँजीकृत गर्नको लागि विशेष योजनाहरू ल्याउन जरुरी छ बराक्षेत्र नगरपालिकाले। र यहाँ अहिले चिन्ता पनि उस्तै छ, किनभने भिडसँगै चुनौती पनि देखिन थालेका छन्। यहाँ फोहोर व्यवस्थापन एकदमै कमजोर छ, किनभने यहाँनिर आउनेहरूले फोहोर त्यत्तिकै छाडेर जाने अथवा यहाँ बस्नेहरूले त्यो खालको अवस्था छ। र नदी किनारमा प्लास्टिक बोतल, खानेकुराको फोहोरहरू पनि बग्दै आएको यहाँ देख्न सकिन्छ। पार्किङ शुल्कको पनि अब एउटा अझ व्यवस्थित गर्नुपर्ने यहाँनिर आउने पर्यटकहरूले भन्नु एउटा सुझावहरू दिनुभएको छ। र यहाँनिर खाने पानी भयो, अब खानेकुराहरू, सेवाको मूल्य, यहाँ मूल्य निर्धारण गरिनुपर्छ भन्ने पनि एउटा आवाज आएको छ, किनभने यहाँ मूल्यहरू फरक देखिन थालेको छ। यो खानेकुराहरूमा विभिन्न पेय पदार्थहरूमा त्यो खालको अवस्था, यहाँ समस्याहरू यहाँ चाहिँ आन्तरिक पर्यटकहरूले बताइरहनु भएको छ। र यहाँनिर अर्को भनेको चाहिँ यहाँ सुरक्षा पनि अर्को ठुलो विषय, तर पनि यसलाई पनि अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनाथ चक्रवर्तीले थप सुरक्षा बढाएको भन्ने कुरा अघि भर्खरै यहाँका इन्चार्ज दिवस कुँवरले बताउनु भएको छ। र यो नदीमा पौडी खेल्ने अस्ति भर्खरै पनि यहाँनिर एउटा घटना भएको थियो, त्यसलाई तुरन्त जेट बोटले उद्धार